यो यस्तो राम्रो फुलको अचार बनाउन ट्राई गर्नु भएको छ त यो हो कोइरालाको फुल अनि यसको अचार यस्तो दामी बनेर रेडी हुन्छ नि अहिले सिजनमा छ यो रेसिपी एकचोटि ट्राई गर्नु है सुरुमा चाहिँ मैले कोइरालाको फुल लिए 1 पाउ जति अनि त्यसलाई 4-5 चोटि पखालेर 2वटा आलु पनि एड गरिदिए अनि पाकिसकेको हुन्छ आलुलाई पनि यसरी मिडियम साइजमा काटेर यसैमा एड गरिदिए मसलामा चाहिँ स्वाद अनुसार नुन थोरै खुर्सानी थोरै जिरा अनि यहाँ चाहिँ मैले मटर कोसा लिएको छु अनि अमिलोको लागि चाहिँ लप्सीको धुलोलाई तातो पानीमा एकैछिन पिसाएर त्यो पनि एड गरिदिए 2 चम्चा जति अनि भुटेर राखेको सेतो तिलको धुलो चाहिँ 3 चम्चा जति एड गरिदिए अब चाहिँ मैले यसमा हरियो खुर्सानी काटेर हालेँ अनि झान्नको लागि चाहिँ तोरीको तेलमा थोरै मेथी फुराएर बेसारले झानिदिने है अब यति गरिसकेपछि हल्का सेलाउन दिने तातोमा मिक्स नगर्नु हात पोल्छ फेरि अनि त्यसपछि मजाले मिक्स गरिदिने माथिबाट धनिया एड गरेर पनि मजाले मिक्स गरेपछि यस्तो दामी यो अचार बनेर रेडी हुन्छ नि अहिले यो कोइरालाको फुल सिजनमा छ सो यो रेसिपी ट्राई गरिहाल्नु है